सबैको छ दुःख यहाँ, सबैको छ पीडा। मनमा चोट, आँखामा सपना पारा, हाँसो भित्र लुकेको आँसुको व्यापार। यही नै हो घर अनि संसार, 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 यही नै हो घर अनि संसार। हेलो भाइ। दाइ नमस्ते। नमस्कार भाइ। कता हुनुहुन्छ दाइ? म घरमै हो। घरमै हुनुहुन्छ? हुन्छ, आउँदा हुन्छ है। ए हुन्छ, हस्। नमस्ते भाइ। सन्चै छु। के कति कामले आयो त नि? खासै काम त थिएन दाइ। अस्ति टोकन बैना गरिहाल्नुभयो। अब बैना कहिले गर्नुहुन्छ भनेर बुझ्न आएको दाइ। भाइ, म हिजो भर्खर बाहिरबाट आएको। अब अस्ति टोकन बैना भइहाल्यो। अब एक दुई दिनमा कसरी हुन्छ, कति बैना चाहिन्छ त्यति दिउँला। केही दिनको लागि म बाहिर जाँदैछु दाइ। जग्गा तपाईँलाई मन पराइहाल्नुभयो। मेरो भाग पनि हजुरले राखिदिनु होला। म चाहिँ ढुक्क भएँ। भाइले मेरो लागि यति दुःख गर्नुभएको छ। भाइलाई के कति हुन्छ मेरो तर्फबाट म हेरौँला। ढुक्क भएर बस्नु है। ल ल दाइ, म ढुक्क भएँ। म अलिकति हतार छु, मजै लाग्छ। हुन्छ भाइ, हुन्छ। ल पछि भेटौँला नि। हुन्छ दाइ है। सुन न, तिमीले थाङ्गो बस्तीको राज भन्ने चिन्छौ चिन्दैन? चिन्छु साथी हो। यसले हेर न, त्यो माथिको जग्गाको पहिना उहिले गएर छ। यसरी हेर्नु पर्यो। हुन्छ, म राम्रोसँग बुझ्छु। अब गर्छु नि है। हुन्छ, बुझेर खबर गर न है। ल ल ल बरु यहाँ तिमी म कमाउँछ ल। म खबर गर्छु। ल खबर गर ल। तिमीहरू नै रहेछौ जान्ने बुझ्ने। एउटा जाँड रक्सी खाएर हिँड्ने, एउटा घरको घर धन्दा गरेर बस्ने। तिमीहरूलाई के थाहा बाहिरको कुरा?
आफूलाई यहाँ बिजनेस गर्न पैसा चाहिएको छ, तिमीलाई विदेश पठाउन पैसा चाहिएको छ, के तिमीहरूले ल्याउँछौ पैसा? सानोबडा जग्गा बेचेर विदेश गर्नु यतै केही काम गरेर बोल्छु। हेर्नु त फेरि त्यो जग्गा बेच्ने कुरो गरे नि नराम्रो हुनसक्छ फेरि। के छ हाल खबर? सन्चै? मेरो साथी कमल र सिजन ठिक छ, बसु। अनि के कति कामले आयो त साथी? माथिको जग्गा होइन गएर रहेछ, त्यही थाहा पाएको भएर भेट्न आएको। जग्गा मन परेर बैना गरेको, के भएर त्यस्तो? हेर न साथी, त्यो जग्गा हाम्रो हो, भेनाल थाहै नभई बैना गरेछ, त्यसले गर्दाखेरि घरमा तनाव भइरहेछ। खास जग्गा त सिजनको पनि हो, तर उसको दाई दिदी भिनाजुहरूले उसलाई उक्साएर चाहिँ बेच्नलाई बाध्य बनाएको रहेछ। तर जग्गा त सिजनलाई पनि चाहियो नि। कुरा त ठिकै हो साथी, त्यो जग्गाको लागि अस्ति मैले 1 लाख रुपियाँ टोकन महिना गरिसकेँ। त्यो पैसा त साथीले मलाई जसरी भए पनि फिर्ता गरिदिनु पर्यो नि। कि कसो साथी हो? तिमी ढुक्क भएर बस, पैसा ल्याउने हाम्रो जिम्मा भयो। तिमीले भन्यो भने ठिकै छ नि त, त्यो जग्गालाई म बैना गर्दिनँ। बरु तिम्रो भिनाजुलाई चाहिँ एकचोटि भेट्न जान पर्ला जस्तो छ। तपाईँले हाम्रो जग्गा विषयमा थाहा पाइहाल्नुभयो, यसमा साथ दिनुभएको पनि तपाईँले धेरै धेरै धन्यवाद। साथीलाई यस्तो दुःख परेको रहेछ, टेन्सन नलिग। साथीहरूलाई म पनि सहयोग गर्छु। खास कुरा सिद्धिहाल्यो रोहन, अब अरू पनि काम बाँकी नै छ, अब जाने होइन त? ल यतिको सहयोग गऱ्यो, धन्यवाद। हामी निस्क्यौँ है। हेलो दाइ, कता हुनुहुन्छ? ए म काठमाडौँ भ्याली बाहिर छु कि अहिले। त्यो जग्गाको बैनाको बारेमा कुरा गर्नुपर्ने थियो। म त्यहाँ सालोको नम्बर पठाइदिन्छु, सालोको नम्बरमा फोन गरेर भेट है। ल ठिक छ, म तपाईँको सालोलाई फोन गरेर भेट्छु नि त। यहाँ राखेको जग्गाको लाल पूर्जा कहाँ राख्यो तिमीले? कस्तो कुरा गर्नुभएको? मैले तपाईँको लाल पूर्जा लिएर के गर्नु छ र? बल्ल कुरा बुझेँ मैले। दिदीले भन्नुभएको कुरा सही रहेछ। एउटा जाँड खाएर आएर हल्ला गर्ने, एउटा घरमा बसेर मेरो दिदीलाई कुट्न खोज्ने। के रे बढी कुरा गर्ने होइन है रियान। मैले तपाईँको दिदीलाई पिट्न खोजेँ रे? दिदीको मायामा बौलाउन लाग्नुभयो कि क्या हो? पछि पछुताउनु पर्ला नि। यहाँ दराजमा राखेको लाल पूर्जा कसले चोरेर लान्छ त? कागजपत्र लुकाएर राख्न तिमीलाई लाज लागेन? ओहो, रियान भन्ने हजुर नै हो? हो, के काम थियो र? मलाई भेनाले हजुरको नम्बर दिनुभएको थियो, के कुरा गर्नु थियो हजुरसँग, त्यही भएर आएको। मैले पनि थाहा पाएँ। त्यस्तो के कुरा थियो र? बसेर छलफल गरौँ न त। तपाईँको भेनाले राजसँग 1 लाख रुपियाँ टोकन बैना लिनुभएको थियो। त्यसो भए ठिकै छ त। अब बैना चाहिँ कहिले गर्ने कुरा भएको रहेछ त? हेलो भाइ हो? अनि तपाईँ कहाँ हुनुहुन्छ त? तपाईँको त यहाँ जग्गा बेच्न लाग्छ नि त। हो र? हाम्रो रिसोर्टमा। रिसोर्टमा हो? हो। अनि सुन्नु त दाइ, तपाईँको पुरानो हिसाब किताब पनि छ, त्यो पनि क्लियर गर्नु है। ल हुन्छ म गरिदिन्छु। ल म आएँ, म आएँ। मैले थाहा पाउँदाखेरि तपाईँको जग्गाको 1 लाख रुपियाँ पहिला लिएर त्यति छ खानु पऱ्यो। अब चाहिँ तपाईँको जग्गा चाँडै बैना होला जस्तो छ।
त्यसको लागि कागजपत्र नक्सल खोजहरू चाहिँ रेडी राख्नु त्यो त मैले ठिक पारिहाल्छु नि, त्यसको बारेमा तपाईँले चिन्ता लिनु पर्दैन। के हो त पहिना कुरा भइसक्यो साथ थाहै पत्तो छैन घरमा के हो यो मान्छेसँग बोल्ने व्यवहार यही हो तिम्रो? बोल्ने तमिज छैन? कसरी बोल्नुपर्छ तिमीलाई थाहा छैन? जग्गा तपाईँको दाइले बेच्ने नै भइसकेपछि तपाईँ चाहिँ बिचमा किन? तपाईँलाई हाम्रो घरको बिचमा बोल्न जरुरत छैन नि, तपाईँलाई फेरि मुख चलाउनु नपर्छ नि, बुझ्नुभयो? आज थाहै नपाई जग्गा बैना गर्नुभयो, मैले थाहै नपाई घर पनि बैना गर्नु होला। म त यसरी चुप बस्दिनँ नि त, भनिदिएको छु नि मैले। जे होस् तपाईँले कागजपत्र चाहिँ ठिक पार्नुपर्छ है सर। ल ल सबै कुरा म मिलाइहाल्छु नि, तपाईँ टेन्सन नलिनु न। तपाईँलाई खोजिरहेको थिएँ, बाटोमै भेट हुनुभयो। बाबुसँग एउटा कुरा गर्नुपर्ने थियो। नमस्ते दाइ। ए नमस्ते। के त्यस्तो काम कुरो छ र भन्नुस् न। मामु म एकछिन दिदीसँग पसलतिर गएर आउँछु है। ल हिँड्नु धेरै टाढो नजाऊ है बाबु। तपाईँलाई हाम्रो जग्गाको विषयमा थाहा पाउनुभयो होला नि, भिनाजुले गर्यो भने। त्यो जग्गा तपाईँहरूको भन्ने कुरा मलाई पनि थाहा भएन। बिहान सिजनहरू मेरो यहाँ घरमा आएपछि बल्ल थाहा भयो मलाई। यो विषयमा तपाईँले हामीलाई साथ दिनुपर्छ है बाबु। त्यो कुरा त मबाट भइहाल्छ नि भाउजू, तपाईँ ढुक्क हुनुहोस् यस विषयमा। मैले यो कुरा सिजनलाई पनि भनिसकेको छु। भविष्यको लागि त्यही एउटा जग्गा त हो नि। मेरो एउटा छोरा छ, त्यसपछि सिजन बाबु हुनुहुन्छ, उनीहरूको भविष्यको लागि पनि सोच्नु पर्यो नि त। भाउजू अहिले मलाई हतार छ, अहिले म निस्किन्छु। हस्त नमस्कार है। तपाईँको भाइ बाउलाई चाहिँ क्या हो अस्ति केटाहरू लिएर मलाई थर्काइरहेको थियो। किन डराउनु भएको तपाईँ? म हुँदाहुँदै तपाईँ डराउनु पर्ने कारणै छैन नि। के हो दाइ तपाईँले यहाँ आउँदो रहेछ? के हो सर, हामी आउनु पहिले प्लान देख्नुभयो त सर, केटाहरू आएका थिए भनेर। तपाईँ आफै हेर्नुहोस्। तिमीलाई लाज लाग्दैन सरलाई त्यसरी थर्काउन? हेर्नुहोस् त, सिजनको कुरा धेरै ठिक छ, हामी चाहिँ सिजनलाई नै साथ दिन्छौँ है। हेर्नुहोस् त, राजले त्यो जग्गा लिँदैन, पहिला लिएको पैसा तपाईँले फिर्ता दिनुपर्छ। पैसा भन्ने कुरा तुरुन्तै आउँछ त? ल ल भेनाले लिएको 1 लाख भेनाले चलाउनु भएछ, 1 हप्ता पुरा म आफै तिर्छु त्यो पैसा। तपाईँ बोलाउनु भयो क्या हो? भेनाजुले लिनुभएको पैसा भेनाजुले दिनुहुन्छ, तपाईँ किन टाउको दुख्नुहुन्छ? त्यो दाइले पैसा दिन्छु भनेपछि भइहाल्यो नि। कुरा सुन्यो भने त सिजन तिमीहरू अहिले गयो हुन्छ। ल ल दाइ, जान त जान्छु, कुनै दिन तपाईँ पशुधन होला, याद राख्नुहोस्, विचार गर्नुहोस् विचार। ल ल जम्नु त जाउँ। देख्नुभयो त सर, केटाहरू आएर पिटाउन चाहिँ गर्छ। तपाईँ दुःख मन नगर्नु न, म छँदैछु नि।